नमस्ते एभ्रिवान, वेलकम टु डेली ब्लग। सो आज चाहिँ म आफ्टर लङ टाइम भिडियो बनाउँदैछु बिकज यत्रो 4-5 दिन चाहिँ मैले बनाएन बिकज नेपालमा त्यति धेरै ठुलो घटनाहरू भइरहेको थियो। यो सबै बुझेर मैले पनि केही पनि बनाएन, मेरो मन पनि थिएन एक्चुअली भन्नुपर्दाखेरि। सो मेरो डेली ब्लगमा आज चाहिँ म त्यस्तो खासै त केही पनि छैन, बट आज म ड्युटी ढिलो जाँदैछु। सबैभन्दा खास कुरा ड्युटी ढिलो 3 बजे म जानुपर्ने थियो, बट अलरेडी लेट चाहिँ म भइसकेँ। ढिलो पनि अनि लेट पनि भइसकेँ। ढिलो जानुपर्ने बट लेट भइसकेँ। के भन्दै रहेछ, सरी। इट्स अलरेडी 2:49 अनि मेरो गाडी चाहिँ अब कतिखेर आउँदैछ भने मैले बुक गरेको थिएँ गाडी। इट्स लाइक 16 मिनट देखाउँदैछ यहाँनिर। 16 मिनट पछि मात्रै आउँछ। त्यो 3 दिनसम्म म मेरो कपाललाई चाहिँ हल्का बनाउँछु। अनि त्यस्तो खासै केही पनि छैन। डेली भ्लग बनाउनु पनि मान्छेहरू कि अब म के गर्न सक्छु र डेली भ्लगमा, होइन। मेरो त्यस्तो आउटिङ जाने ओर्ने मेरो त्यस्तो हुँदैन। म काम गर्ने मान्छे हो, म काम गर्छु, आउँछु। डेली रुटिन नै त्यही हुन्छ। बिहानै उठ्यो, खानासाना बनायो, काम गयो, फेरि काम गरिसकेर घर आयो, अनि फेरि त्यही खानासाना बनायो, खायो, सुत्यो। द्याट इज माई डेली रुटिन। बट त्यसमा पनि बिचबिचमा अब क्लासहरूमा भिडियोहरू गर्नु त अब अलाउ छैन, होइन। त्यही भएर म त्यति धेरै क्लासको भिडियोहरू बनाउँदिनँ। तर अब त्यस अ लट अफ कुराहरू भइरहेको हुन्छ जो म भन्दिनँ। तर अब म अबदेखि चाहिँ म तपाईँहरूलाई मेरो लाइक दिनचर्या कसरी बित्यो र के मोमेन्टहरू भइरहेको छ त्यो भन्छु। सो मेरो गाडी चाहिँ आएको छ। अब म चाहिँ निस्किँदैछु। म 3 बजे पुग्नुपर्ने, बट अलरेडी 3 o'clock। नेक्स्ट लेभलको गर्मी छ होला, गर्मी चाहिँ नेक्स्ट लेभलको। एन्ड मेरो गाडी आउँदैछ। 3 मिनट देखाएर छ, हल्का वक गर्नुपर्ने भइरहने। एन्ड गर्मी चाहिँ बबाले छ। विन्टर चाहिँ नआउने रहेछ दुबईमा। कहिले आउने हो विन्टर चाहिँ? यस्तो डेन्जर गर्मी छ। सेप्टेम्बर भइसकेर पनि विन्टर आउने चाल माला छैन। यस्तो डेन्जर गर्मी छ। म अलरेडी लेट थिएँ, तर अझै लेट भएँ बिकज ट्राफिक रहेछ। डेन्जर ट्राफिक भएको कारणले म लेट भएँ। डेन्जर ट्राफिक छ, डेन्जर। म अलरेडी लेट थिएँ, अब अझै लेट भएँ। अलमोस्ट 3:40 भइसक्यो। म 3:50मा मात्रै पुग्छु अरे। 1 आवर लेट गरिदियो। पछि 1 आवर 30 मिनट पछि चाहिँ आफ्नो ठाउँमा आइपुगेँ। दुबईको चाहिँ यस्तो छ एउटा प्रब्लम कि तपाईँ स्कुल अफ भएको टाइममा, लाइक स्कुल क्लोज हुन्छ जब 2:35-40तिर क्लोज हुन्छ, त्यतिखेर चाहिँ तपाईँ बाटोमा स्कुलको वरिपरि कुनै स्कुल जोनको वरिपरि हुनुहुन्छ भने तपाईँ ट्राफिकमा बसेर गयो भने राम्रो तरिकाले फस्नुहुन्छ। एन्ड मैले 1.5 आवर लाग्यो मलाई यहाँ आइपुग्नु। 15 मिनटको बाटो, बट 1.5 आवर लाग्यो। मेरो टाइम सक्यो। सो केही छैन। 6, 7. So I finished my duty and as you can see my face is so dull. Duty त गर्नै पर्यो, काम चाहिँ सक्यो। अब लुगा फेर्छु, देन जान्छु। ओके, सो म चाहिँ ड्रेस चेन्ज गरिसकेँ एन्ड आइम रेडी। अब म रुम जान्छु, त्यसपछि फेरि खाना बनाउनुपर्छ। अनि फेरि भोलिको लागि खाना बनाउनुपर्छ। मैले दिउँसो बनाएर राखेको छु, अब जस्ट गएर खाने। अनि त्यसपछि मेरो ड्युटी सक्यो। फेरि चाहिँ स्मेल गरेर टिस्यु पेपर स्मेल गरेर अच्छा स्मेल गरेर चेंज माय चप्पल। मैं आपको बताऊंगी। हाय कोच। Home time. One day I went to what's that? Bakery. And then for 10 dirhams, 24 packets. 24 packets, small. अच्छा। I want to try this one.
This is our good van. Inside it's kachara. Hey, क्या हो? Too much dark. And battery पुरै लो भएको छ मेरो शरीरको. I'm so tired. I'm freaking tired. यति भन्दै मेरो यो भ्लगहरु पनि यही सकिन्छ. धन्यवाद. Thanks for watching everyone. Keep loving, keep supporting. Thank you.